आज यो बुङमतीको जात्रा आज चाहिँ यहाँ के हुन्छ नि सबै ठाउँको यो बुङमती एरियामा को स्थानीयदेखि माथि ललितपुरको दुर्गमतिरको मान्छेहरू पनि आज यस जात्रामा चाहिँ सामेल हुन आउँदैछन् र सामेल हुन्छन् पनि। यहाँ विशेष गरेर चाहिँ आज चाहिँ मच्छिन्द्रनाथको रातो मच्छिन्द्रनाथको मन्दिर वरिपरि भक्तजनहरू भेला भएर चाहिँ बदम खाने जात्रा मनाउने प्रचलन छ। यहाँ चाहिँ यसरी जात्रा मनाउने गरिन्छ। दोहोरी गाएर हैन छोडाएर मुखमा हाल्दै हाम्रो कल्चरहरू रातो मच्छिन्द्रनाथको यो मन्दिर पुरा बनिसकेको छ अहिले। भुइँचालोको बिचमा चाहिँ यो भुइँचालोमा चाहिँ पूर्ण रूपमा जस्तो भएको थियो चाहिँ जीर्णोद्धार भएर चाहिँ अहिले पुरानै जस्तो चाहिँ यथावत नै बनेको छ। पहिला चाहिँ कस्तो सेतो थियो भने सेतो थियो, अहिले चाहिँ रातो इँटाको तेल इँटाले बनाएको छ। यहाँ चाहिँ जात्रामा चाहिँ यसो यहाँनिर बदमहरू बेच्न राखिएका छन्। वरिपरि भक्तजनहरूले चाहिँ यहाँनिर घुमी विभिन्न ठाउँबाट चाहिँ यहाँ बदमहरू बेच्न ल्याएको छ। खानेकुराको स्टलहरू भुइँचालो पछिको रातो मच्छिन्द्रनाथको मन्दिर पूर्ण जीर्णोद्धार भएर चाहिँ नयाँ रूपमा लिएका छन्, नयाँ रूपमा बनेको छ। अब हाम्रो स्थानीयहरूले चाहिँ भगवानको दर्शन भगवानको भजनहरू कीर्तन गाएर चाहिँ यहाँ गर्दछन्। बदम जताततै बदम बेच्न राखिएको छन् र यो कोणबाट चाहिँ म यो मन्दिर देखाउँछु। चारै कोणबाट चाहिँ म यो रातो मच्छिन्द्रनाथको मन्दिर देखाउँछु। यो मन्दिरको छेउमा वरि तलतिर यसरी नै भक्तजनहरू सबै मेला मनाउन आएकाहरू छन्। खानाको स्टल तितौरा यो मोडबाट पुरा हेर्नु रातो मच्छिन्द्रनाथको सम्भवतः वर्षौँ शताब्दीौँदेखि नै रातो मच्छिन्द्रनाथको यो मेला यहाँ बदम जात्रा भन्छ यसरी नै मनाउँदै आएको किंवदन्ती छ। भैरवको मन्दिर
यो मन्दिरमा एक राउन्ड पुरै घुमेर परिक्रमा गरेर मन्दिरको वरिपरि सबै देखाउँदैछु। यहाँनिर बदम यसपालि चाहिँ मान्छेहरू अलिक कम भएको जस्तो लागिरहेको छ। यता बदम र यहाँ चाहिँ विभिन्न ठाउँबाट बदमहरू ल्याएर बदम बेचेर यहाँ आउने मेला भर्न आउनेहरू चाहिँ यहाँ बदम खाएर चाहिँ विभिन्न कुराहरू यहाँनिर खुसी हुनेहरू पनि यहाँ टन्नै छन्। दाजु अब मायालासम्म खै अरू खै त ग्याङ यता सेलरोटी यता मिठाई बदम पहिलाको वर्षमा चाहिँ यहाँनिर साङ्गीतिक कार्यक्रम कन्सर्टहरू भएको थियो, तर यसपालि चाहिँ कन्सर्ट आयोजना भएको छैन रहेछ। साङ्गीतिक कार्यक्रम चाहिँ ढिल्ला बदम अब यहाँ पानीपुरीहरू हेर्नु सबै मेला सबैजना एकदम खुसी साथ मोमोहरू स्ट्रिट फुड बारा मोमोहरू बन्दैछ नि। के यो चाहिँ अर्को दिशाबाट ल्याउने मन्दिरको टुप्पोमा ट्याक्क चन्द्रमा पनि देखिरहेको छन्। एकदम राम्रो साइज परेको सम्भवतः हजारौँ मान्छेहरूको लागि मैले देखाउन भ्याएको चाहिँ सबै देखाइदिन्छु। यहाँ चाहिँ भक्तजनहरू यहाँ चाहिँ लक्ष्मीनाथलाई चढाउने फुल प्रसादहरू बत्तीहरू यहाँबाट किनेर चाहिँ चढाउँछन्। यहाँबाट उता चाहिँ फोटो खिच्न पाइँदैन। रातो मच्छिन्द्रनाथको मन्दिरमा हुने बदम जात्रामा सहभागी भक्तजनहरू
चाहिँ ललितपुरको दुममतीमा पर्छ रातो मछिन्द्रनाथ, जुन चाहिँ पानी ल्याउने भगवान र मछिन्द्रनाथको रथ जहिले पनि तान्ने बेला चाहिँ पानी पर्दछ र किंवदन्ती अनुसार चाहिँ मछिन्द्रनाथ रातो मछिन्द्रनाथलाई चाहिँ हराभरा एकदम धनी भगवानको रूपमा पनि लिन्छ, किनभने भगवान जहाँनिर जतापट्टि हुन्छ त्यहाँनिर चाहिँ पानी परेर चाहिँ बाली नानी उब्जनी भएर चाहिँ खेती बारीहरू चाहिँ राम्रो सकिन्छ भन्ने चाहिँ किंवदन्ती छ। हुन पनि अहिले पनि रातो मछिन्द्रनाथको यात्रा हुँदाखेरि जहिले पनि पानी पर्ने गर्दछ।